हेलो अनि नमस्ते म जङ्गल दिनेश खत्री के ताल भेट्नु चाराम छु मसँग आज छ हाम्रो कान्छो पछाडि हाम्रो गुरुबा सुभाष अगाडि छन् केटाहरू यहाँ कहाँ कुन ठाउँ रे कान्छ यो रेडी दादा रेडी हामी अहिले रेडी आइपुगेका छौँ हाम्रो यता मुस्ताङसम्म अप्पर मुस्ताङ चाइना बोर्डरसम्म नभन्ने सोचिरहेको छौँ हामीले कहाँसम्म हुन्छ हाम्रो गुरुबा हुन्छ बाटो कस्तो छ भन्ने कुरा हुन्छ ठिक छ हामी त्यहाँ छौँ अहिले हामी रेडीमा यो कुन ठाउँ जोड्ने अरे यो तिन ठाउँ जोड्ने पुलमा हामी यहाँ विश्राम लिन्छौँ होला हाम्रो गाडीमा पारि उहाँ छ हो यहाँ छौँ र अगाडि हिँडिरहन् होइन टक्क यहाँ चाहिँ मजाको सिन छ दामी स्याङ्ना गुल्मी पाल्पा जोड्ने पुलमा छौँ अहिले कालीकण्डेकी पुलमा झिलिङ्गी पुल हजुर दादा यहाँ पुलमा हुनुहुन्छ फोटो खिच्नुलाई होइन सबै एउटा छ नि यतातिर पहाड हाम्रो गाडीमा छ म यतातिर फोटो खिचिदिरहेको छु होइन टक्क पारेर दामी मौसम पानी त डोलो पर्ला छ अहिले हामी चाहिँ अहिले बुद्धेघाट आसपास बुद्धेघाट 2 किलोमिटर ओरेको छौँ हामी बाटामा एउटा झरना हामी झरना पर्दो रहेछ होइन त्यसलाई हामी बुझ्दैछौँ टक्कै यहाँ फोटो खिच्छौँ यहाँदेखि डाइरेक्ट हामी तापमान भन्ने कुरा परिरहेको छ हेरौँ क्या हुन्छ टोल्डर गाडी हाम्रो यहाँ रोकेको छ यहाँ चाहिँ फोटो खिच्नुहुन्छ हाम्रो यो चाहिँ झरना होइन बारेर कालीगण्डकी बेनीको बजार हामी चाहिँ अहिले तातपानी आइपुग्यौँ होइन तातपानीमा आइपुग्यौँ अहिले टक्क होटल छ यहाँ हाम्रो होटल छ हामी बस्नु चाहिँ कता हो यहाँ चाहिँ बस पार्क छ यहाँ त्यहाँबाट यो होला एउटा हो सब छ नि टक्क थकित पारामा आएको केटाहरू होटल फाइनली हामी होटल आइपुग्यौँ होइन अब कोही अगाडिसम्म कुरो हिँड्दैन अगाडि हामी हिँड्छौँ होटलको नाम चाहिँ के हो कहाँ कहाँ छ रुम यहाँ रुममै भेट्छ दाजुले बास यो हो कि भ्यू भनेको यो हो कि भ्यू भनेको यो हो बास फाइनल्ली रुम चाहिँ भेटियो होइन फाइनल रुम चाहिँ भेटियो